झन्डै 1 किलोमिटर जति हिँडिसक्यो। तैपनि अझै यो हाम्रो कम्पनीको फुल खेती सकिएको छैन। वहाँ आँखाले देख्नेसम्म, रुखका टुप्पा देखिएसम्म, अझ त्योभन्दा उतासम्म फुल खेती छ। साथीहरू हिँड्दै हुनुहुन्छ। निकै बेर हिँडेर आइयो यही समुद्रलाई हेर्नलाई। हावा चाहिँ बेसरी चल्ने। पुरा ट्रेकिङ हिँडियो। पोर्चुगल आएर पनि नेपालमा हुँदाखेरि डाँडा काँडा हिँडिएन। यहाँ आएर चाहिँ ल अब हामी जाँदैछौँ माछा मार्न। माछा मार्नु त कहाँ जानु हो र, माछा मारेको हेर्न जाने हो। यहाँ बाटोमा आउँदा आउँदा हामी पानी खान लाग्यो। पानी खाँदाखेरि यहाँ दाइले एक्सर्साइज गर्दै हुन्छ यो खुट्टाको।